आज मेरो बर्थडे थियो त्यही भएर अब यसो रमाइलो गर्नलाई खाना पुगिरहेको थिएन कि यहाँ केटाहरूले खानासाना बाँड्नु पर्ने थियो हल्का मोमो चाहिरहेको थियो लाइभमा ए भगवान प्लिज तपाईँ मेरो मसँग जोडिदिनु भयो मेरो आज भाउजू कस्तो भाउजू आइराख्नु भएको छ क्या तपाईँकोमा सबैजना कमेन्ट हाल्नको लागि त्यसो नभनौँ न ठिक छ मोमो हजुर तिम्रो नाम चाहिँ के ममता हो मेरो नाम ममता नो नो मेरो नाम सुजना ए सुजना हो ए ल ठिक छ आज बर्थडे सर्थडे थियो ह्यापी बर्थडे पनि भनिनौ ठिकै छ साँच्ची हो र म बित्था जस्तो लाग्छ तको साँच्चीकै नि काम खिचा गर्छ जस्तो लाग्छ तिमीलाई साँच्चीकै नि नराटी भन्नु त स्विट 16 पुग्नु भयो हैन त 16 चाहिँ हैन 19 चाहिँ भयो हैन 16 भन्दा एक दिन म पत्याइन ठिकै छ 16 नै छु त अहिले पनि गालामा रसै छ गालामा मात्रै so sorry मैले त्यो so sorry गाइजहरु फेरि हाँसेर मोमो एकदम है बर्थडेको दिनमा मैले जोइन गरेँ भनौँ न जोइन गराएको थिएँ कि अनि ह्यापी बर्थडे पनि भनिनौ पनि गरिनौ तिम्रो घर चाहिँ कता ह्यापी बर्थडे 100 वर्ष बाँच्नुहोस् केपी ओली पिछेको नेक्स्ट तपाई नै हुनुपर्ने हुन्छ हाम्रो देशको प्रधानमन्त्री नै हैन तपाईको किडनी सुरक्षित रहोस् अरु त खै के भन्नुपर्ने हो तपाईलाई तपाईको बर्थडेको उपलक्ष्यमा एक पार्टी दिन चाहिँ अलिकति ढिलो जोइन हुनुभयो केकको पसल पनि बन्द छ फेरि हाम्रोतिर ठिक छ अर्को भोलि पनि हो त मेरो बर्थडे भोलि पनि 2 दिन मनाउँछु म रातिको 12 बजे जन्मिनु भएको हो तपाई हैन आज तिथिमा पर्यो भोलि इंग्लिश डेट पर्सि चाहिँ नेपाली डेट हो के अन तीनचोटी मान्छे कसरी जन्मिन्छ हौ 3 दिन अब खै यस्तै गरेर फुल बोयको के भन्छ आज र भोलि मात्रै बर्थडे रहेछ मेरो झन् 3 नै पछि बर्थडे हुन्छ हो र तिमीसँग चाहिँ भेट्न मन लाग्यो मलाई खै दिनै पछि जन्मिने मान्छेसँग औरा नै अलग होला फेरि अबे मेरो औरा त पद कसैसँग भाइ नै गर्दैन नि फेरि हो र अनि तिम्रो टाइप चाहिँ भन त हजुर तिम्रो टाइप चाहिँ के कस्तो हो मेरो टाइप हो टाइप मैले बुझेँ मेरो टाइप चाहिँ ठ्याक्कै तपाईँ जस्तै हो ओ माय गॉड only sweet 16 हो only sweet हैन फेरि गाह्रो छ नि हैन के छ त हैन कुल भाइ स्वीट 16 हुँदा के भयो त मायामा एज हुन्छ त हुँदैन नि हैन एज डजन्ट म्याटर इन लभ एज डजन्ट म्याटर गाह्रो छ अपुई 18 वर्ष मुनिको त मैले एक नजरले नि हेर्नु छोडेको तिमी नहेर न त मैले हेरिसके त हो न हुन्छ नि हामीले मानिम ठीक छ ल एकदम है खुसी लाग्यो तिम्रो पछाडिपट्टि त्यो देखाउ त पछाडिपट्टि तिम्रो फोटोको तलपट्टि त्यो छ नि पछाडिपट्टितिर हेर त दिस वन त्यो यस्तो चारको चाहिँ यस्तो के भन्छ त्यसलाई सिलाम साकमा हो सिलाम हो त्यसले हो त मैले त्यो एकचोटि मैले त्यो कोटमा लगाउनको लागि खोजेको थिएँ भेटिन हैन ठुलो छ नि त यो त कोटमा लाउने हैन क्या यो सोजनी वाला हो यो सुन उसको हातमा केसरी तिम्रो हरेक दिन बर्थडे बन्ने वाला मेरो टाइप वाला सुन त भन्नु लागि अहिले भर्खरै उनको स्वेटर भन्ने मुभी हेर्यो होला नि हैन तर कस्तो के छ भन्दाखेरि कसरी मजाले उनको स्वेटर सिएर राख्दिएको छ हिरोइनले हैन तपाईलाई सिलाम साक्न मन पर्छ तपाईलाई म उनको स्वेटर के तपाईलाई म उनको सुटै सिलाइदिन्छु उन भनेको त्यो सिलाम साकमा चाहिँ सिलाएर राख म आउँदै छु त्यहाँ बुझेनौ साच्चीकै नै आउँदै छु म फेरि 10 वटा जति तपाईलाई ल हुन्छ तर उसको हातले बनाएको 5 वटा तिम्रो हातले बनाएको 5 वटा मलाई त आउँदैन पो तिमी सिकाउन त मेरो लागि म सिकाइदिहाल्छु नि कस्तो आन्टी लभर परेछ स्वीट 15 के बोल्या त्यही त स्वीट 15 हैन हैन म आन्टी नै हो म आन्टी नै हो हैन देखिदैन त्यस्तो त मलाई आन्टी भनिसक्यो मलाई आँसु आइसक्यो मेरो 45 वर्षपछि चाहिँ म बिरामी हुन्छु भनेर भन्नुभयो कि अघि एकजना गुरुसँग जोइन भएको थिएँ
ए किन टेन्सन गर्नुहुन्छ म छँदैछु नि यहाँनिर तिमी नर्स हो ड्याम फोन नम्बर देऊ फोन नम्बर टिप्नु तिम्रो होइन तिम्रो ड्याडीसँग कुरा हुन्छ सिधै यहाँ हे भगवान व्हाट द हेल यता पो रमाइलो रहेछ अरे रमाइलो छ आज रमाइलो छ भनौँ ल स्विट 16 हुनुभएकोमा तपाईँले धेरै धेरै जन्मदिनको ह्यापी बर्थडे एक ट्रक शुभकामना इलामबाट है इलाम साथमा चाहिँ मलाई चाहिँ एउटा बनाएर राखिदेऊ साँच्चीकै नै भनेको तिम्रो हजुर अब तिमीहरूको घर चाहिँ कता हो हाम्रो इलाम ल म इलाम आउँछु एक न एक दिन आउँछु म इलाम साँच्चीकै नै है ओके आउनुहोस् तपाईँलाई वेलकम छ सुजना साम्पा म तिमीलाई फलो गरेर राख्छु है म साँच्चीकै इलाम आएको बेलामा तिमीसँग त्यो लिएर मैले पनि फलो गर्नु ल मैले फलो गरेको छु तपाईँलाई तपाईँले मलाई फलो ब्याकै दिनुभएको छैन म दिन्छु नि तिमीलाई त तिमी टेन्सन नल्याउ न तिमी त अब त्यहाँ मेरो पारासिटामोल छ नाम के छ इलाम कुन ठाउँ हाम्रो इलाम बजारै पर्छ चोक पारासिटामोल यस यो यस्तो पारासिटामोल नाम चाहिँ लाइक हेडेक हुँदाखेरिको दबाई हो क्या यो मान्छे तपाईँ मेरो नामै काफी छ क्या तपाईँलाई ल ठिक छ 45 वर्ष ढुक्क ल म अहिले चाहिँ लाग्यो अहिले चाहिँ म लाग्यो ओके ल पारासिटामोल तिमीलाई पनि टाटा बाई 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 गुड नाइट मजाले सुत्नु मेरो यादमा धेर नतर्पिनु हे भगवान म केही बोलिनँ प्लिज जाने बेलामा यस्तो मन दुख मन गरेर नजानु न झापालीले सक्दैन मेरो नानालाई मन चाहिँ गरेको होइन टाढिनु पर्यो त्यसैले चाहिँ अलिक दुःख लाग्यो है नजानु न एकछिन ल प्यारासिटामोलमा जानै पर्ने हुन्छ हेर नजानु न मलाई छुटेर नजानु म चाहिँ लागेँ है प्लिज हार्ट अट्याक आउन आँटिसक्यो प्लिज नजानु न तपाईँ भन न त्यस्तो नभन ल म चाहिँ लागेँ ओके बाई बाई गुड नाइट गुड नाइट गाह्रो छ है फेरि बुझ्यो कि बुझेन भोलि